फिक्स डिपोजिट भनेको तपाईँ हामीले बैंकमा निश्चित अवधिका लागि राखिएको पैसा, साधारण बचतमा राखेको पैसा जुनसुकै बेलामा पनि झिक्न सकिन्छ। अहिले भर्खरै बैंकमा तपाईँ हामीले चाहिँ 1 लाख रुपियाँ डिपोजिट गर्यौँ, तपाईँ हामीलाई त्यसको 15 मिनेटपछि पैसा चाहियो भने त्यो पैसा झिक्न पाउँछौँ। तर फिक्स डिपोजिटमा तपाईँ हामीले चाहिँ कुनै निश्चित अवधिको लागि, जस्तै 3 महिनाको लागि फिक्स डिपोजिट गर्यौँ भने त्योभन्दा अगाडि चाहिँ तपाईँ हामीले त्यो पैसा चलाउन पाउँदैनौँ। हो, त्यसकारण चाहिँ निश्चित अवधिका लागि बैंकमा राखिएको पैसा नै फिक्स डिपोजिट हो। नेपालमा चाहिँ साधारण बचतकर्ताले न्यूनतम 3 महिना अवधिको लागि चाहिँ फिक्स डिपोजिट गर्न पाउँछन् भने अधिकतम 15, 20, 25 वर्षसम्म पनि फिक्स डिपोजिट राख्न पाइन्छ नै। साधारण बचतको तुलनामा फिक्स डिपोजिटमा तपाईँ हामीले बैंकमा पैसा राख्दा बैंकले त्यसको ब्याज भने अलिक बढी नै दिन्छ। जति तपाईँ हामीले बढी अवधिको लागि बैंकमा पैसा राख्छौँ फिक्स डिपोजिटमा, त्यति नै बैंकले चाहिँ ब्याज बढी दिन्छ। आज हामी यति बेला 3 महिनाको लागि 1 लाख रुपियाँ बैंकमा पैसा राख्यौँ भने कुन बैंकले धेरै ब्याज दिन्छ, त्यो ब्याज कति हुन्छ र थोरै कुन बैंकले दिइरहेको छ त्यसको ब्याजले चाहिँ धेरै दिने र कम दिने 3 महिनाको अवधिलाई मात्र लिँदैछ। तपाईँ हामीले 5 वर्ष पनि लिन सक्छौँ, 10 वर्ष लिनु। तर आज हामी चाहिँ 1 लाख रुपियाँ अहिलेको सिचुएसनमा चाहिँ बैंकमा राख्दा चाहिँ बैंकले कति रिटर्न दिन्छ, धेरै ब्याज दर दिने बैंकले कति दिन्छ र थोरै ब्याज दर दिने बैंकले चाहिँ 3 महिनाको लागि फिक्स डिपोजिट गर्दा कति ब्याज दिन्छ, यो हिसाब निकाल्दैछौँ। यति बेला सञ्चालनमा रहेका 20 वटा वाणिज्य बैंकहरूले 3 महिनाको मुद्दती निक्षेपमा पैसा राख्दा अधिकतम राष्ट्रिय वाणिज्य बैंकले चाहिँ 3% ब्याज दिइरहेको छ भने अधिकांश बैंकहरूले भने मुद्दती निक्षेपमा 3 महिनाको मुद्दती निक्षेपमा पैसा राख्दा 2.75% ब्याज दिइरहेका छन्। अब चाहिँ कुरा गरौँ, राष्ट्रिय वाणिज्य बैंकले 3% जुन ब्याज दिइरहेको छ, तपाईँ हामीले 3 महिनाको लागि फिक्स डिपोजिट गऱ्यौँ 1 लाख रुपियाँ, अब त्यसको 3 महिनापछि कति ब्याज आउँछ त? पक्कै पनि सबैभन्दा पहिले कुरा गरौँ, फिक्स डिपोजिट चाहिँ 1 लाख रुपियाँ हो। रेट अफ इन्ट्रेस्ट 5%, रेट अफ इन्ट्रेस्ट चाहिँ राष्ट्रिय वाणिज्य बैंकको 3% छ भने टाइम पिरियड 3 मन्थ चाहिँ गरौँ। यसलाई चाहिँ कसरी निकाल्न सकिन्छ भने फिक्स डिपोजिट इन्टु रेट अफ इन्ट्रेस्ट 3% इन्टु टाइम फ्रेम डिभाइडेड बाई 12, किनभने 1 वर्षमा 12 महिना हुन्छ। 12 महिनालाई चाहिँ तपाईँ हामीले चाहिँ अगाडि चाहिँ टाइम फ्रेम पनि गरिसकेको छु, त्यो भएर चाहिँ कति ब्याज आउँदो रहेछ भने 750 रुपियाँ चाहिँ राष्ट्रिय वाणिज्य बैंकले 3 महिनाको फिक्स डिपोजिटमा तपाईँले 1 लाख रुपियाँ राख्नुभयो भने 750 रुपियाँ चाहिँ ब्याज दिँदो रहेछ। अब यसैलाई चाहिँ 1 लाख रुपियाँलाई 6 महिनाको लागि राख्यौँ भने चाहिँ पनि 3% नै ब्याज दिइरहेको छ, जस अनुसार चाहिँ 1500 रुपियाँ चाहिँ बैंकले चाहिँ हामीलाई चाहिँ ब्याज दिँदो रहेछ। सबैभन्दा कम ब्याज दिने 3 महिनाको अवधिको चाहिँ सबैभन्दा कम ब्याज दिने भने 7-8 बैंक छन्। अब चाहिँ हामी एनआइसी एसियाई बैंकको कुरा गरौँ। एनआइसी एसिया बैंकले चाहिँ 3 महिना अवधिको फिक्स डिपोजिट गर्दा 2.75% ब्याज दिइरहेको छ। त्यस अनुसार चाहिँ हाम्रो चाहिँ एसिया बैंकले चाहिँ 2.75% ब्याज दिइरहेको छ। 3 महिनाको लागि एनआइसी एसियामा हामीले 1 लाख रुपियाँ फिक्स डिपोजिटमा राख्यौँ। अब चाहिँ हामीलाई बैंकले 685 रुपियाँ चाहिँ ब्याज दिँदो रहेछ। अहिले सबै बैंकहरूको ब्याज दर एकदमै न्यून छ, त्यसकारण चाहिँ हामीले चाहिँ बढी ब्याज दिने र कम ब्याज दिने बैंकहरू कम्पेयर गर्दा पनि यहाँ चाहिँ झन्डै 75 को मात्र डिफ्रेन्सेस हुँदो रहेछ। अनि चाहिँ तपाईँ हामीले यसरी चाहिँ कुन बैंकले चाहिँ धेरै ब्याज दिइरहेको छ यो टाइम फ्रेमलाई चाहिँ तपाईँ हामीले हेरेर पनि यसरी निकाल्न सक्छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुभएको धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नुहोला।